चेकआउट गरेर एयरपोर्टतिर आएको छौँ. टुडे आज आवर फ्लाइट टु नेपाल हैन. स्याड टु से बट हाम्रो थाइल्यान्ड टु इट अल कम टु एन्ड हैन. अब चाहिँ हामी चेकिङ गर्न लागिरहेका छौँ. हामी प्लेन चढ्न लागेको त्यसपछि नि ब्याङ्कक टु नेपाल. भेरी टायर्ड. राम्रो सुतेको छैन. उनीहरू 3 बजी उठेको, म चाहिँ 4:30 बजीतिर उठेको. हेलो गाइज सबजनालाई. ट्राभल अफ 10 days इट वाज रियली ब्युटिफुल हैन. अब हामीले धेरै मोस्ट अफ द ठाउँ मेरो बुढी र असुले बनाएको प्लान्सहरूमा अलमोस्ट धेरै नै गयो. हामी सपिङ पनि गऱ्यो. उनीहरूले धेरै सपिङ गऱ्यो. हामीले पनि अलिअलि किन्यो चक्लेटदेखि नेपाल जानलाई. अनि इट वाज रियली ब्युटिफुल. वी अलरेडी गन थ्रु ब्याङ्कक, फुकेट, च्याङमाई, फिफी आइल्यान्ड सब अलमोस्ट गइसक्यो. अब पैसा पनि एक्सपेन्सिभ थियो बिकज हावर होटल वाज भेरी ब्युटिफुल. एमङ अल दोज होटल 3टामा सबभन्दा बेस्ट चाहिँ सुगर मरिना होटल. इट्स रियली ब्युटिफुल, क्लिन, बिग, दामी थियो. अनि पानमा बुढी चाहिँ इट्स अलराइट. ओन्ली आई थिङ्क बिकज अफ द हाइप ओन्ली इट्स भेरी एक्सपेन्सिभ. भ्युजहरू मात्रै मिलाउनु थियो. तपाईँको कोठाहरू भेरी स्मल टाइनी होइन. राम्रै थियो जस्ट. बट सुगर मरिना इज द बेस्ट होइन. किनकि रुम पनि ठुल्ठुलो अनि हामीलाई अपग्रेड पनि गर्दै थियो. सायद हाम्रो हनीमुन भनेर हामीले भनेको थियो. अभियसली इट्स अब हनीमुन, फर्स्ट इन्टरनेसनल हनीमुन जस्तै भनौँ न. किनकि हामी बे गरेपछि कहीँ पोखरा मात्रै गएको थियो. त्यसपछि कहीँ पनि गएको थिएन होइन. अब यही हो. यति भन्दै अब हाम्रो आजको ट्रिप यतै सकिन्छ. बट लेट्स आस्क मेरो बुढी र साथीहरूलाई कस्तो भयो है भनेर. राइट, वेलकम टु आवर च्यानल. कस्तो भयो त आजको हाम्रो 10 दिनको ट्रिप? फर्स्ट अफ अल चाहिँ आई वान थ्याङ्क गड होइन. किनकि ठ्याक्क हामी बाहिर निस्किने बेला चाहिँ पानी नपर्दैन क्या. अब हामी रातितिर चाहिँ पढ्नु न है, नपर्ने. अब चाहिँ मेरो साथीहरूलाई सोधौँ होइन हाउ वाज द ट्रिप भनेर. उनीहरूलाई कस्तो लाग्यो भनेर बुझौँ है. राइट, दिस इज असु. लेट्स टेक हर इन्टरभ्यू होइन अबाउट रिगार्डिङ अल ओभर आवर ट्रिप होइन. कस्तो थियो स्टार्टिङ फ्रम टुडे. स्टार्टिङ विथ असु है. ल कस्तो लाग्यो ट्रिप, एक्सपेक्टेसन भर्सेस रियालिटी थिङ, एभ्रिथिङ एक्सपिरियन्स भनिदियो. ट्रिप रमाइलो भयो. बट एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ एकदमै हिट भयो. किनभने हामीले धेरै कुरा एक्सपेक्ट गरेको थियौँ ब्याङ्ककमा, लुगाहरूदेखि लिएर एभ्रिथिङ, खानेकुराहरू. बट एक्सपेन्सिभ, सोचेको भन्दा एक्सपेन्सिभ. अनि मेन कुरा त पाउँदैन थियो. अनि लाइक जता ट्राभल गर्दा पनि ट्याक्सी चढ्नुपर्ने. ट्याक्सीमा धेरै स्पेन्ड हाम्रो ट्याक्सीमा धेरै स्पेन्ड भयो र हाम्रो खानामा. तर मेमोरी चाहिँ क्रिएट भयो. त्यो चाहिँ एउटा मेमोरेबलै भयो यो ट्रिप चाहिँ. Alright, now next person we gonna ask Mr. Sivir. We gonna ask अब के ask गर्नु भन्दाखेरि सुरुमा कस्तो भयो? टोकेर होइन उसलाई यहाँ he was really हुन्छ नि मुस्किलले त मलाई टोकेन भनेर सुनाइरहेको थियो. तर उसले जाने दिनमा सबैमा टोकेछ रहेछ उसलाई. अलराइट ल अलराइट ल त्यो ठिक छ. अब लेट्स स्टार्ट विथ द सिभिर. कस्तो लाग्यो त ट्रिप? अब हामीले अलमोस्ट मोर देन अ इयरदेखि नै प्लान बनाइरहेको थियो होइन. कस्तो भयो भनिदिनु नि त. ट्रिप त सोचेँ भने नि दामी भयो. सबैजना आइदिनु होला होइन, रमाइलो गर्नु होला. यसो मचेतले टोक्यो भने नि यसो खुसी भएर बस्नु होला है. हामी ल्यान्ड भयो. उनीहरूले चाहिँ धेरै डिले गर्यो. समथिङ बिसी थियो होला नेपालको एयरपोर्टमा. भर्खर ल्यान्ड गरेर अब निस्किने तयारीमा छौँ. त्यसपछि मामाको जाने तयारी गर्छौँ हामी. सिबी डरायो अरे ल्यान्ड हुने बेला. हामी लोकल बस चढ्नु लाग्यो. अब 2 मिनट ड्राइभको लागि लोकल बस. अनि यसरी चक्क गइरहेको छौँ. मामा घर जानु लाग्यो. आमाको श्राद्ध छ आज. खोल्नु न.
अनबक्सिङ भिडियो मोबाइल उद्घाटन तुरुन्त आउने ओडिसक्यो त्यहाँपछि हाजिर गर्नुपर्छ गर्नुपर्छ खबर पाउने बित्तिकै गर्छ बाई भन्छु न डेरे त माइजूलाई पनि माइजूलाई कस्तो लागिरहेछ भनिदिनु मैले कस्तो लागेको छ खुसी लागेको छ भनेर के नातिनीसँग भेटेर खुसी लागेको भन्नु दिदी भेना जाउँदा कस्तो लागिरहेछ भनेर खुसी भइरहेछ नानीलाई ल्याइदिएको बाद खुसी भयो धन्यवाद केही जान्दैन यता चाहिँ भोज राख्नु भएर छ देव लो अब खाने अब सबैजना भोज खान लाग्यो अब खाने अब हुन्छ हुन्छ चम्चाको ल्याउनु के भन्यो ज्ञानी होस् धेरै पढ्न आउँछ एक ना कान्छु ज्ञानी होला यता दिदीहरूलाई पनि ल के भन्छ गाडी पाइ दिन्छु रे मासु नै थियो गाइजहरू हामी चाहिँ मामा घरबाट निस्किसक्यौँ होइन अब चाहिँ हामी बौद्ध जाँदैछौँ बौद्धमा खै के खाने भनेर प्लान गरिरहेछ हामीले चाहिँ बत्ती बालेर आएको भर्खर बत्ती बाल्नुमा चाहिँ नो भिडियो नो फोटोज रे
There's two types of generation. One mobile generation, one religious generation. Look at this. Yeah. Fish magnet lover रे fish magnet हेरेछ कुन चुज गर्ने भनेर कन्फ्युज अनि हेल्पर आयो एकजना एउटा हेल्पर गाइजहरुको मिठो मिठो आएको छ यहाँ त्यहाँ फोटो खिचेर एक्सप्रेसन हेर्नु होला यार फोटो खिचेर एक्सप्रेसन हेर्नु होला I'm not a big fan of this, to be honest. No, I just was around here, that's why. That's like roti. Is it fat? Is it oily? Oily? Yes. This one? Yeah, that's के हो यो त कहिले फुल बुक हुन्छ भन्छ तर यसको पानीपुरी खान लागेको छौँ म र मेरो सालो उसको फेभरेट प्लेस चाहिँ पानीपुरी खान हो त बस यहाँ बस म लासु सुक्खा खान्छु है त्यो खाने दुई प्लेट भइसक्यो म सुक्खा खान्छु Thank you. Currently we are here Amma Bakery हैन के ट्राई गर्ने रे बेब Swiss roll. Swiss roll. हाम्रो गाइड चाहिँ यहाँ छ गाइडले जे भन्छ त्यही जाने हामी अब कहाँ जाने हो गाइड कहाँ जाने हो अब घर खाँदै जाने घर Try we are trying के रे स्विस रोल Swiss roll in from Amma Bakery हैन यता ब्याकग्राउन्ड यो देखाउन उसले भने अनुसार यो धेरै मिठो छ अरे उसले चाहिँ खाएको छैन भने थाहा भइसक्यो किनकि उसले तातो तातो सब गर्छ भनेर भन्यो क यसको लागि तातो तातो चिया चाहिन्छ चिया यो ब्रेड लाइक अति स्मुथ छ क्या यो ब्रेडहरू हो घाँटीमा अड्किने टाइपको ब्रेड के भन्छ यसलाई ब्रेडको नामै आएन
स्पन्जी छ होइन के भन्छ त्यसलाई हामी बच्चा बेला खाने ग्रिन कलर ब्रेड क्या त अब द रियल स्टफ इज गेटिङ देयर क्या के खानु लिएको त नि खाने एक बाइट तर अलिक भित्रसम्म भाइ के बाइट लिने हुन्छ फ्रेस जस्तो है आज क्या आजको लागि भिडियो थ्याङ्क यू फर वाचिङ एन्ड बाई हेभ अ गुड नाइट यो चाहिँ हाम्रो गणेश स्थान मन्दिर फर्स्टमा चाहिँ हामी हाम्रो घर जान्छौँ हाम्रो चाहिँ घरबाट देखिहाल्छ फर्स्ट टाइम घुम्सेर ए ठुलै रहेछ त्यो कोठाहरू मैले सानो होला सोचिरहेको हामी चाहिँ अहिले मेरो बुढीको गाउँ आएको छौँ गाउँ नभन्नु इट्स भेरी सिटी एरिया हो यसले यहाँबाट चाहिँ यस्तो भ्यू देख्छ त्यो चाहिँ शिवपुरी डाँडा हो त्योको तपाईँले देख्नु हुँदैन भने म जुम गरिदिन्छु यस्तो दामी देखिरहेछ भ्यू जाउँ न त यस्तै अघिको माथि घर चाहिँ यहाँ माथि हो यहाँ ठ्याक्कै यहाँ माथि हो चाहिँ हामी यहाँ अनि हेर्नु हामी चाहिँ यहाँ भ्यू हेर्दै मलाई चाहिँ अब खाना खान थालेको एक ढिला भइसक्यो मेरो बुढी चाहिँ यहाँ छ यस्तो पिसफुल छ यहाँ सहरबाट है सपतका मन्दिर जान लागेको खाना खाएर
छप्पन तीर्थ मन्दिर यता मन्दिर ढोगेर अनि रन्चरकोमा जाने मन्दिर चाहिँ बन्द रहेछ अहिले ढोकै बन्द रहेछ सो हामीले चाहिँ बाहिरबाट ढोग्यौँ अब चाहिँ हामी अञ्चलकोमा जाँदैछौँ बाटो चाहिँ यस्तो छ अबे मम्मीहरू चाहिँ अगाडि छ look at this view हामी चाहिँ अहिले ठ्याक्क गाउँमा हिँडिरहेको छौँ गाउँको भाइब्स यहाँ मम्मी बुढी बाबाजू त चिल ठ्याक्क यहाँ पछाडि चाहिँ पहाड रहेछ फुपूहरूको पछाडि पुरानो पहिला पहिला खोला आउँथ्यो जस्तो है कस्तो भाँसेको थियो पानी धेरै पऱ्यो भने त जाँदो रहेछ भाँसिन्छ जस्तो